हेर्नु होला हाम्रो सुपारीको बारी यो हेर्नु यता मर्छ के भएर मर्छ के राम्रो बिटा मर्छ कि यसले पनि मर्नु अस्ति के भएर फेरि पोल्छ भित्र धुम्रीले खाएर हो कि कुन सुपारीको बिटा मरेको छ धुम्रीले खाएको होला। अब हेर्नु होला तपाईहरुलाई हाम्रो सुपारीको बारी बगानहरु यस्तो छ हेर्नलाई त यही हो। यो बिरुवा चाहिँ हाम्रो 2 वर्ष लगभग भएको। अब हाम्रो चाहिँ यतातिर चाहिँ बोट धेरै छ छनु चाहिँ यता बोटहरु धेरै छ। ल त साथीहरु हेर्दै गर्नुलाई त म तपाईलाई सम्पूर्ण हाम्रो के छ यहाँको अपडेटहरु देखाउने छु। सुपारी बारीको लास्टै चिलेर छोड्दै हेर्नु चाहिँ यो फाडेको एकदम चिलेर छोड्दै यो चाहिँ यसको चाहिँ के हुन्छ नि यसको सब्जीको यो भर्खर आएको पात यसको सब्जी खानु दाल बनाउने एकदम मिठो हुन्छ के त्यो भएर चाहिँ हामीले त्यसलाई फाड्दिएको। फाडेपछि चाहिँ मुना आउँछ नि त त्यही भएर चाहिँ अब यो त तपाईलाई थाहा होला यो त मोरिङ्गा भन्छ। अब हेर्नलाई हाम्रो कुचो बारी यस्तो छ। कुचो चाहिँ हेर्नु यस्तो चाहिँ कुन चाहिँले काटेर लगेको नि हेर्नु होला सुपारी बारी यस्तो चाहिँ यो हाम्रो सुपारी बारी हो। तर यो सुपारी बारीको के भएर चाहिँ यो पात सुकेको रहेछ हल्का पात सुक्दैछ के भएर पात सुकेको यो तपाईलाई थाहा लाग्यो त यो मरिचको बोट है मरिचको बोट यस्तो हुन्छ मरिचको बोट यस्तो हुन्छ साथीहरु। यो पनि सिस्नो हो मलाई चाहिँ एकदम मन पर्छ त्यही भएर हामी चाहिँ फाड्दिएको छौँ। यो मरिच हेर्नु होला मरिच फल्दैछ म फलेको छ मरिच सबै मरिचको बोटहरु यो मरिचको बोटहरु हो यस्तो हुन्छ। यो चाहिँ मैले बनाइसकेँ। यसलाई चाहिँ हाम्रो राईहरु हुन्छ नि त यो राईहरुले चाहिँ यो जाँड चलाउने हुन्छ त्यो जाँड चलाउँदा चाहिँ यसले चलाउँछ क्या। यो चाहिँ सखुको काठ हो एकदम राम्रो छ। मैले लगभग 1 घण्टा बनाइसकेको यो चाहिँ अनि अनि हामी चाहिँ ढिँडो भन्छ नि त ढिँडो चाहिँ मलाई चाहिँ एकदम बेस्ट मनपर्छ होइन। त ढिँडो चाहिँ पन्युले चलाउनु मिल्दैन त्यो भएर चाहिँ यसले ढिँडो चाहिँ यसरी ओडाल्ने भन्छ नि ओडाल्ने कोदोको ढिँडो गाउँको ढिँडो फापरको ढिँडो दामी हुन्छ क्या यसले चाहिँ ओडाल्ने। म चाहिँ फेरि ढिँडो लभर हो नि त मलाई चाहिँ ढिँडो अत्याधिक मनपर्छ त्यही भएर मलाई चाहिँ चाहिबस्छ त्यही भएर मैले चाहिँ बनाएको यो सखुवाको काठ हेर्नु होला यस्तो दामीले बनाएको छ कि यसको चाहिँ फेरि म अरू चाहिँ जान्दिनँ। यसको चाहिँ फेरि यो बनाउने चाहिँ म चाहिँ फेरि यता हेड मिस्त्री हो नि हेड मिस्त्री यस्तो चाहिँ अहिले चिसो खाने हो। अनि काठ अलिकति काठ बोकेर भित्र लानु भन्छ त्यो पनि म यो खासै खान्न थिएँ आज चाहिँ एकदम गर्मी भयो यता माथि हामी आएको छौँ त्यो भएर चाहिँ गर्मी भएर चाहिँ यो खाएको नत्र म खासै खान्न थिएँ। सिधैले गरे त्यही भोलि छड्के काट्ने के छ त यो काठ चाहिँ गाइस यो काठ चाहिँ उयसको यो सासको 6-7 वर्ष भएर कराएको राखेको अब राखेको भयो त्यही भएर यहाँ माथि होलतिर चाहिँ यसले चाहिँ पुरानो हाम्रो यो चाहिँ पुरानो यो पुरानो यो चाहिँ हाम्रो घर घर मेरो घर यो चाहिँ मेरो घर हेर्नु होला मेरो घर हेर्नु होला हो त्यसरी हेर्नु होला यसले के भन्छ यसलाई चाहिँ जुवा भन्छ यता र यता लाउँछ सोइला भन्छ लाएर यहाँ हुँदा गोरुको यसो गरेर जोत्ने अब त हिजो छैन त्यही भएर तपाईँहरूलाई हल्का देखाइदिएको एउटा मात्रै खबर के भयो एउटा मात्रै अटो चाहिँ पर्ने के ताल ल
गाइस यो चाहिँ मेरो घर हो। यहाँ मौरी पनि छ हाम्रो, यता मौरीले देखेको छ हल्का, यहाँ मौरी चाहिँ छ नि, यहाँ मौरी पनि छ, अहिले चाहिँ बिसाएको छ, मौरी छ, यता पनि मौरी खारो। कति मिनट हेर्दै गर्दा मैले काम गरेको चाहिँ साथी हो, त्यो काम गरेको थियो ए काम गरेको चाहिँ यो काठ चाहिँ त्यसलाई चाहिँ उयो गर्नुपर्ने रहेछ कि हेर्नुहोस् यो गरम छ दास्टी गरम छ यो सासको काठ हो कस्तो पढिनु हेलो गाइस हेर्नु होला बल्ल 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 हामी दुईजना दाजुभाइले बोक्दा बोक्दा यहाँ काठ छिट्यो यत्रो छ हेर्नु तलदेखि यहाँदेखि हेर्नु तलदेखि यहाँ माथि यत्रो यहाँसम्म हो नि त साथी, यहाँसम्म यत्रो ठुलो फाट्छ नि त, त्यही यति अग्लो छ। बल्ल बल्ल काठ थन्कायौँ। हेलो गाइस भन्नु होला मेरो घर कस्तो छ, मेरो घरै हेर्नु होला, मेरो घर हाउस इट्स गुड और वाट जस्ट कमेन्ट हेर्नु होला। मेरो यस्तो छ मेरो घर चाहिँ, यस्तो छ मेरो घर चाहिँ। बल्ल बल्ल हामीले दुईजना दाजुभाइले चाहिँ यो काठ चाहिँ बाहिर थियो, धेरै वर्षको राखेको थियो, त्यो भएर अलिकति भित्र थन्कायौँ, भित्र भन्दा पनि यस्तो हेर्नु होला घर। तर यस्तो भए पनि बिजुली लाइन छ, सोलर छ, सबै छ, हेर्नु होला यस्तो साथीहरू। ल त साथीहरू तपाईँहरूले फेरि यस्तै यस्तै भिडियो लिएर आउनेछु। ओके बाई बाई सबैले द मिलियन अफिसियल ब्लगलाई चाहिँ सेयर गर्नु होला, कमेन्ट गर्नु होला अनि सब्सक्राइब गरिदिनु होला है त। ओके बाई बाई उडी चुप्पा, ओके बाई।